वेलकम टु माई युट्युब च्यानल। आज हामी रेसनल नम्बर गर्नेछौँ। फर्स्टमा चाहिँ रेसनल नम्बर के हो भन्दाखेरि चाहिँ यसलाई चाहिँ क्यापिटल क्यूले डिनोट गरिन्छ। यसमा नम्बरहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ पी बाई क्यूको फर्ममा हुन्छ हो। यो पी र क्यू चाहिँ के हो भन्दाखेरि चाहिँ के हो, इन्टिजर्स हो हैन। अनि जुन यो डिनोमिनेटर छ क्यू, यो चाहिँ 0 हुनु भएन। जुन नम्बरलाई चाहिँ यस्तो फर्ममा लेख्न सकिन्छ त्यसलाई भन्छ रेसनल नम्बर हैन। जस्तै 1 भयो, 1/1 लेख्दा हुन्छ, 2, 2/3 so on। यस्तो नम्बरहरूलाई भन्छ रेसनल नम्बर। अब जुन नम्बरलाई चाहिँ हामीले यो पी बाई क्यूको फर्ममा लेख्न सकिँदैन त्यसलाई भन्छ इरेसनल नम्बर। ओके, अनि यही हामीले के गर्छ भन्दा चाहिँ एउटा टपिक गर्नेछौँ। त्यो टपिकको नाम के हो भन्दाखेरि चाहिँ रेसनलाइजेसन भन्छ हैन। यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जब चाहिँ हाम्रो डिनोमिनेटरमा चाहिँ इरेसनल नम्बर हुन्छ, जस्तै 1/√2 छ अरे, यो √2 एउटा इरेसनल नम्बर हो, यो कहाँ छ, डिनोमिनेटरमा छ। यो प्रोसेसमा चाहिँ के हुन्छ, यो डिनोमिनेटरबाट चाहिँ इरेसनल नम्बर हटिन्छ। त्यो मेथडलाई भन्छ रेसनलाइजेसन हैन। कसरी घटाउने भन्दाखेरि चाहिँ 1/√2 छ, यहाँ के इन्टु गर्ने भन्दाखेरि चाहिँ माथि नि √2 मुनि पनि √2 गर्नुपर्छ। यो किन गरेको भन्दाखेरि चाहिँ यहाँ मुनि हामीले के लगाउँदैछ भने यसलाई काटिने माथि एउटा पनि लाउनु पऱ्यो नि त, सच द्याट जे त्यही बस्छ हैन। अनि के हुन्छ भन्दाखेरि चाहिँ √2/√2 को स्क्वायर हुन्छ हैन। √2 को स्क्वायर के हुन्छ, √2/√2 को स्क्वायर चाहिँ के हुन्छ, 2 नै हुन्छ। कसरी भन्दाखेरि चाहिँ अब हामीलाई के याद छ भन्दाखेरि चाहिँ √2 लाई हामीले 2 को पावर 1/2 लेख्न सकिन्छ भने √2 इन्टु √2 चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 2 को पावर 1/2 इन्टु 2 को पावर 1/2। अब ल अफ एक्सपेरिमेन्टले के भन्छ, बेस सेम छ भने हामीले पावरलाई एड गर्न सकिन्छ। यो 2 त्यही भएर डिनोमिनेटरमा हट्यो। अब नेक्स्ट इक्जाम्पल गर्दाखेरि यहाँ हेर्दाखेरि हाम्रो यहाँ डिनोमिनेटरमा के छ, एउटा इरेसनल नम्बर छ हैन। अब यसलाई कसरी हटाउने, यसमा पनि के गर्ने भन्दाखेरि चाहिँ 1 - √2 छ, यसलाई के गर्ने, माथि पनि 1 + √2 इन्टु गर्ने, 1 + √2 गर्ने, माइनस छ भने प्लस लगाएर इन्टु गर्ने, प्लस छ भने माइनस लगाएर इन्टु गर्ने हो। यसो गऱ्यो भने चाहिँ के हुन्छ, यसलाई इन्टु गर के हुन्छ, 1 + √2 हुन्छ, यस्तो इन्टु हुन्छ बाई 1 - √2 इन्टु 1 + √2 के हुन्छ भन्दाखेरि अनि हामीलाई एउटा अल्जेब्रिक आइडेन्टिटी यादै छ। त्यो आइडेन्टिटी चाहिँ के हो भन्दाखेरि a - b इन्टु a + b छ भने चाहिँ के हुन्छ, a² - b² हुन्छ। हामीले वानलाई a माने अरे, यसलाई b माने अरे, यो a नै भयो, यो के भयो, b नै भयो नि त। a - b a + b के भयो, यस हैन। त्यही भएर हामीले यो आइडेन्टिटी यहाँ लाउन सक्छ। अब त के हुन्छ भन्दाखेरि चाहिँ 1 + √2 बाई हामीले a - b² डाइरेक्ट लगाइदिउँ हैन। हाम्रो a के छ, a छ हाम्रो 1 को स्क्वायर माइनस b के छ हाम्रो √2 को स्क्वायर। यो के हुन्छ भन्दाखेरि चाहिँ 1 + √2 बाई 1 को स्क्वायर भने हुन्छ माइनस √2 को स्क्वायर के हुन्छ, अघि मैले के भनेको थियो, √2 को स्क्वायर हुन्छ 2 भयो। यो के हुन्छ 1 + √2 बाई 1 - 2 के हुन्छ, साइन गर्ने प्लस छ, प्लस माइनस माइनस, मतलब के गर्ने, माइनस गर्ने। ठुलोमा 2 मा 1 घटाऊ, 2 - 1 के हुन्छ 1। ठुलो नम्बर के छ, अब 2 छ, साइन के लाग्छ, माइनस।
यसलाई के गर्ने अब यसलाई साइन लेख्दा पनि हुन्छ -1 माइनस √2 लेख्दा पनि हुन्छ अर यसलाई हामीले 1 + √2 भाइ -1 लेख्दा पनि हुन्छ हो। अब यहाँ के त अघि माथि हामी यहाँनिर इरेक्सन नम्बर थियो यहाँ छैन, यहाँनिर इरेक्सन नम्बर छैन। यही प्रोसेसलाई भन्छ ऱ्यासनलाइजेसन। थ्याङ्क यू। म यहाँनिर यो च्यानलमा म्याथ्सको लागि क्लास 10बाट 10-9 अपलोड गरिरहने छु। फर्दर हेर्न लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि लाइक सेयर गरिदिनु होला।